नेपालमा सफ्टवेयर बिजनेस भन्दा पनि ओभरअल बिजनेसै स्टार्ट गर्न गाह्रो हुन्छ हैन। जस्तो हाम्रो एक्जाम्पल दिँदाखेरि हामीले भाद्रदेखि कम्पनी स्टार्ट गर्न खोजेको, कम्पनी रजिस्टर गर्न खोजेको, एउटा नाम अप्रुभ हुन नै 2 महिना लागिदियो। ओसिआरबाट हामीलाई अप्रुभल नआएर नाम अप्रुभ भएपछि बल्ल बल्ल मङ्सिर 1 गते मात्रै हामीले नाम अप्रुभल पायौँ र कम्पनी स्टार्ट भयो। यो त सानो इस्यु भयो, तर अब सफ्टवेयर इन्डस्ट्रीको कुरा गर्दाखेरि चाहिँ त्यहाँ छुट्टै रिक्वायरमेन्टहरू हुन्छ, छुट्टै प्रब्लमहरू फेस गर्नु परेको छ नेपालीहरूले। जस्तो पहिलो चाहिँ क्यापिटल रिक्वायरमेन्ट, सफ्टवेयर भन्ने बित्तिकै 20-25 लाखको मिनिमम खर्च आउँछ भन्ने कुरा हुन्छ, जुन चाहिँ सबैले गर्न सक्नुहुन्न। अर्को कुरा चाहिँ मेन इस्यु चाहिँ के छ भने नेपालमा म्यान पावरको इस्यु चाहिँ धेरै छ। म्यान पावर चाहिँ छिटो पाइहालिँदैन, हामीले इम्प्लोयर नै खोज्नलाई कति गाह्रो हुन्छ। लेटेस्ट टेक्नोलोजीको डेभलपरहरू हुनुहुन्छ, उहाँहरूलाई खोज्नै अप्ठ्यारो छ। पायो भने पनि अर्को ठुलो एउटा कम्पनीले लिएर हिँडिदिन्छन्, हामीले त्यसपछि फेरि एउटा टर्नओभरको केस चाहिँ हामीले फेरि फेस गर्नुपर्छ। सो जुन हाम्रो सानो एउटा प्रडक्ट रिलिज 1 महिनामा हुन सक्थ्यो भने त्यसलाई पनि 6 महिना लाग्दिन्छ। यो एउटा चाहिँ मेजर कारण लाग्छ मलाई चाहिँ, जहाँ चाहिँ नेपाली सफ्टवेयर बिजनेसहरूलाई चाहिँ किन गाह्रो छ नेपालमा काम गर्न भनेर।